नेपालको सन्दर्भमा मार्केट लिडर हो भने एकाडेमिकली काठमाडौँ युनिभर्सिटी एकाडेमिक लिडरको रूपमा नेपालमा रहेको छ। यसरी आफ्नो आफ्नो क्षेत्रमा अत्यन्त सफल रहेका दुईवटा संस्थाहरू बिचको औपचारिक सहकार्यले दुवै संस्थालाई आफ्नो आफ्नो क्षेत्रमा थप प्रगति गर्न योगदान पुग्ने विश्वास हामीले लिएका छौँ। योभन्दा अगाडि पनि अनौपचारिक रूपमा हाम्रा विद्यार्थीहरू कान्तिपुर मिडिया ग्रुपमा इन्टर्नसिप गर्ने र कतिपयले त्यही नै रोजगारी समेत पाएको त्यस्तो सुखद अनुभव हामीसँग थियो। तर आज जुन औपचारिक रूपमा हामीले एमओयू गरेका छौँ, यो सँगै हामी दुई संस्था बिचको सहकार्यले थप व्यवस्थित स्वरूप लिएको छ र यो व्यवस्थित स्वरूपसँगै दुवै संस्थालाई एक आपसमा चिन्ने, जान्ने, सहकार्य गर्ने र सञ्चार र मिडिया क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा थप योगदान गर्ने अवसर प्राप्त भएको रूपमा मैले लिएको छु। यहाँहरूले हाम्रो विभागसँग सहकार्य गर्नका लागि यसरी सहकार्यको हात बढाउनु भएकोमा धेरै धेरै साधुवाद हामी टक्राउँछौँ र आगामी दिनमा हाम्रो सहकार्य सुखद रहनेमा म पूर्ण विश्वस्त रहेको छु। हस्, धन्यवाद। सो काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्ससँग यो सहकारी गर्न पाउँदा चाहिँ वी फिल इट्स अ प्रिभिलेज र यसलाई चाहिँ सही रूपले र यसलाई चाहिँ अझ बेहतरिन र अझ बेटर बनाउँदै लिएर जाने चाहिँ हाम्रो पार्टबाट कमिटमेन्ट रहेको छ र फेरि पनि काठमाडौँ युनिभर्सिटी स्कुल अफ आर्ट्सलाई धेरै धेरै धन्यवाद यो अपर्च्युनिटी